आदरणीय देशवासी, समग्र देशको भलो चाहने व्यक्ति, कर्मचारी, पुलिस, आर्मी यो मोबाइल ह्याक गरेर अर्काको नाममा गाली बेइज्जती गर्ने, मोबाइल ह्याकर गर्ने अनि अर्काको पर्सनल आइडी माथि आफूले मोज गर्ने यस्तो सामान्य व्यक्तिदेखि लिएर ठुलो बडासम्म देखियो। पुलिस प्रशासन यसमा लाग्न पर्यो। वास्तविक यथार्थ धरातलमा के छ भनेर बुझ्न पर्यो। यो 21औं शताब्दी भयो, वैज्ञानिक युग, विकसित जुन किसिमले भयो, तर यसको गलत फाइदा ग्रामीण इलाकामा उठाइन्छ। विकसित युगमा उठाइन, ग्रामीण इलाकामा उठाइएको छ। यहाँका जनताहरूलाई भरममा पार्ने, ग्रामीण इलाकामा तोरी छर्ने तोरी नफल्ने, लङ्कामा सुन छ यहाँ सुनको खानी उत्पादन गर्छु भनेर गफ लाउने यस्तो किसिमको हो। यसलाई कडा रूपले पुलिस प्रशासनले सूक्ष्म तरिकाले हेर्न पर्यो। त्यो कोही नेता पार्टी भोज भनेर धाउन भएन। जनता के समस्यामा परेको छ भनेर त्यसलाई धाउन पर्यो। चाहे खाना नखाउने, नुन र रोटी खाए पनि त्यसलाई हेर्न पर्यो। मासु भात खान पाउने ठाउँमा जान भएन। देश कर्मचारी, पुलिस, आर्मी लागेर बनाउने हो। सक्षम जनशक्ति देश प्रेमीहरूले मिलेर देश बनाउने हो। एक्कासी कहिले बन्दैन। कतैबाट आएर कसैले घौटाइदिन्न, सुन पनि खनाइदिन्न, गहना पनि खनाइदिन्न, पैसा पनि खनाइदिन्न। कृषि मजदुरी गरेर देश बन्ने हो। त्यसै देश बन्दैन। कोही विदेशीको चाकरी गरेर देश बन्दैन। विदेशीलाई गुलाम नभएको देश हाम्रा बाबुबाजेले गैँटीले खनेर त्यत्रा जिल्ला सदरमुकाम जोड्ने बाटो बनाए। अहिले प्रविधिको विकास छ। एउटा साला हाइवे बन्नलाई यत्रो तमासा छ। हामीलाई कहिले बाटो डाइभर्सन भएर 1 घण्टामा जाने बाटो 3 घण्टामा जानुपर्छ। 1 रातमा जाने बाटो 5 दिनमा जानुपर्छ। यस्तो तमासा, धेरै तमासा भयो। यसलाई शून्य पार्नलाई नेपालमा बेरोजगारी भएको जनशक्तिलाई आर्मी तालिम दिने, बेरोजगारी भत्ता भनेर 5,000 महिनाको दिने, आवश्यक परेको बेलामा बोलाउने, बाटो खन्नलाई चाहे अवरोध भएकोमा हटाउन। त्यो सानो कुरामा अल्झेको हुन्छ। यहाँ ठुला पार्टी भोज गर्ने, यहाँ गर्छु भने युरोपियन मुलुकको बनेको देशको सिगो गर्न हुन्न। ग्रामीण इलाका छ हाम्रो अत्याधिक भूपरिवेष्टिक राष्ट्र खोजेर खाने। हाम्रा बाबुबाजेले जोगाएको इज्जत राख्न पर्छ। हिजोको जस्तो पुलिसको एउटा अपराधमा संलग्न व्यक्तिलाई 1 महिनामा भेटाउँथ्यो। आज प्रविधिको विकास भएर पनि 5 वर्षमा पनि ज्यानमारा घुमिराखेका छन्, कारबाही छैन। ज्यानमारा घुमिराखेका छन्, कारबाही छैन। यो हो के भएको? यसलाई पुष्टि गर्न पर्यो। जो जहाँ जे जस्तो अवस्थामा भए तापनि राष्ट्र, परिवार, समाज, राष्ट्रको लागि निकास हुने काम गर्न पर्यो। जो कहिले जहाँसुकैबाट गर्न सक्यो भने पर्सनल फाइदाको लागि कम सोच्नुस्। तपाईको पेट भरेर अरूको सबै पेट भरिन नसकेको हुन सक्छ। मेरो पेट भर्यो, सबैको पेट भर्यो भनेर सोच्ने बानीलाई त्यागौं। वास्तविकता के हो? हामीले खाली बस्ने, बेरोजगारी बस्ने, काम नगर्ने, मलाई चाहियो एक भारी भनेर कहीँबाट मिल्दैन। बेरोजगारीलाई रोजगारीको व्यवस्था गर्ने र शून्य अपराधिक क्रियाकलापबाट शून्य रहित शान्ति देश नेपाल घोषित हुन पर्यो।
जय देश जय नरेश।